हाँस्ने खेल्ने मन छ अझै केटा केटी पनि छ अझै लान्छौ र तिम्रो घर लान्छौ र तिम्रो घर पछि फेरि रोइहाल्छौ कि यति मलाई डर लान्छौ र तिम्रो घर पछि फेरि रोइहाल्छौ कि यति मलाई डर। मेरो युके को बसाइ चाहिँ एकदमै राम्रो भयो दाइ एकदमै युके भनेको अब सबैको सपनाको देश हो अनि युकेमा जानको लागि पनि अब त्यो सजिलै जान सकिँदैन भो भो मलाई फुर्काउन पर्दैन झटारोले जुन तारा झर्दैन झ्यालमा ऐना छ ए नलगाउ नजर जोबन बैना छ ए नलगाउ नजर जोबन बैना छ। बहिनी यसै गरी सर पनि हुनुहुन्छ हाम्रो गाम के अरे जनता मावि गामका प्रभाव हुनुहुन्छ अनि बहिनी हुनुहुन्छ दुवैजनालाई धेरै धेरै स्वागत छ। धन्यवाद। हजुर खास गरी म बहिनीसँग यो युके बसाइको बारेमा कुराकानी गर्नेछु। बसाइ कस्तो भयो अथवा त्यहाँको कल्चर के छ नेपालको कल्चर र त्यहाँको कल्चरमा के भेट्नुभयो अथवा युकेमा जिउने नेपालीहरूको जनजीवन कस्तो छ लगायतका विषयमा पनि कुरा गर्नेछौँ र उहाँको मुखारबिन्दुबाट उहाँकै विभिन्न गीतहरू सार्वजनिक भइसकेका छन् बजारमा ती गीतहरू पनि सुन्नेछौँ। बहिनी के छ युकेतिर कस्तो भयो बसाइ? फेरि पनि सबैजनालाई नमस्कार जेडो। मेरो युके को बसाइ चाहिँ एकदमै राम्रो भयो दाइ एकदमै अब पछि भन्दै जाम्ला एकदमै समग्रमा चाहिँ राम्रो भयो। हजुर कति समय बस्नुभयो तपाईँ युकेमा? म चाहिँ 3.5 महिना बसिँदै। 3 महिनाकै प्याकेज थियो? नै 6 महिनाको थियो अनि म आएँ। किन राम्रो लागेन कि क्या? होइन यता कार्यक्रमहरू पनि भएको कारणले अनि तिहार लगतै फेरि मेरो एक्जाम भएको कारणले पनि आएँ। ए बसाइ छोटाएर आउनुभयो? हजुर एकदमै। के छ कार्यक्रमहरूमा सहभागी भएको हामीले देखिरहेको थियौँ? हजुर कार्यक्रमहरूमा चाहिँ अब त्यहाँ हुन्जेल धेरै कार्यक्रमहरूमा सहभागी भयो भनौँ न। कस्तो पाउनुभयो युकेको बसाइ अथवा युकेमा बस्दाखेरि युकेको कल्चर अथवा नेपालको यो कल्चर के भेट्नुभयो अथवा त्यहाँ र यहाँमा के भिन्नता पाउनुभयो? अब युके भनेको अब सबैको सपनाको देश हो अनि युकेमा जानको लागि पनि अब त्यो सजिलै जान सकिँदैन र त्यहाँको जो हाम्रो नेपाली दाजुभाइहरू दिदीबहिनीहरू हुनुहुन्छ सबैजना त्यहाँको जनजीवन भनेको मलाई चाहिँ मेरो व्यक्तिगतमा लागेको चाहिँ एकदमै गाह्रो छ एकदमै गाह्रो छ। जसले दुःख गर्न सक्छ त्यो चाहिँ युकेमा बस्न सक्छ होइन जसले दुःख गर्न सक्दैन त्यो चाहिँ युकेमा बस्न सक्दैन। तर युकेमा त्यस्तो व्यस्त हुनुहुन्छ सबैजना आफ्नोमा एउटै फ्यामिलीमा पनि अब भेटै हुने मौका नै हुँदैन। भन्नुको अर्थ नेपालमा जस्तै हामी खाली बस्नु पर्दैन अथवा मोबाइल चलाएर दिन बिताउनु रात बिताउनु पर्ने अवस्था छैन। त्यहाँका सबैजना आफ्नो काममा चाहिँ तल्लिन्छन्। सबैजना आफ्नो काममा व्यस्त हुन्छ अनि एउटै घर परिवार पनि भेट्ने मौकै नै हुँदैन। तर त्यो व्यस्त हुँदाहुँदै पनि हामी कलाकारहरूको लागि होइन एउटा नेपाली कला संस्कृतिको लागि नेपालीपन जोगाउनको लागि उहाँहरू चाहिँ एकदमै आफ्नो समय एक दिनको समय मिलाएर कति त्यो एक दिनको वर्षको एक दिन समय मिलाउनको लागि पनि 1 वर्ष अगाडि नै त्यो छुट्टी मिलाउनु पर्ने फर्म भर्नुपर्ने त्यसरी चाहिँ उहाँहरूले छुट्टी मिलाएर जे होस् नेपाली कला संस्कृतिहरूलाई चाहिँ एकदमै नेपालमा भन्दा पनि विदेशमा धेरै जगेर्ना गर्नुहुन्छ एकदमै महत्त्व ठान्नुहुन्छ। नेपालीलाई माया गर्नु। हजुर नेपालीलाई माया गर्नुहुन्छ। हजुर तपाईको थुप्रै गीतहरू छ। एउटा गीत पछिल्लो समय यो चर्चामा रहेको गीत जामहिँद मेरो घर यतिको ज्यानले तिमीलाई पाल्न सक्दिन र यो भाका साँच्चै तपाईले सुन्नुभएको छ हामीले हेर्ने सबैले सुन्नुभएको छ। सबैको ओठमा यो शब्द अथवा यो गीत झुन्डिएको छ। तपाईले धेरैजनाले टिकटक पनि बनाउनु भएको छ। यो गीत
उहाँले गाउनुभएको हो। हाम्रो रमिला बहिनी हाम्रो चेली हुनुहुन्छ, उहाँकै मुखारबिन्दुबाट यो भाका सुन्छु एकपटक। हुन्छ दाइ, म थोरै गाउँछु। मेरो चाहिँ यता ठ्याक्कै नेपाल आउने बेला चाहिँ मेरो ज्यान असुस्थ भएको कारणले काठमाडौँमा पनि कसैसँग नि भेट्न पाएन। सबै साथीहरूसँग एकदमै भेट्न मन थियो। अब हाम्रो पहिलो कुराकानी होला सायद। हजुर हो, एकदमै यो चाहिँ पहिलो कुराकानी हो। अब सायद यो भिडियो हेरेर चाहिँ रिसाउनु पनि हुन्छ होला जस्तो मलाई फिल भइरहेको छ। तर त्यो होइन, मलाई अझै पनि पुरा रूपमा म सुस्त छैन। मलाई एकदमै गाह्रो भइरहेको छ। त्यस कारणले अब म अझै घर पुग्न सकेको छैन। घर पुगेर चाहिँ अलि सन्चो हुन्छ कि भन्ने आशा छ। आमाको मायाले, समाजको मायाले, गाउँको मायाले होइन। हजुर, घरमा गयो भने चाहिँ अब छुट्टै खाले अब हुन्छ नि। अब छुट्टै आफू सन्चो नभए पनि मन एकदमै सन्चो भएको जस्तो फिल हुन्छ। त्यस कारणले चाहिँ म यहाँहरूले एकदमै मन पराइदिनु भएको गीत मेरो आफ्नो युट्युब च्यानलमा छ। यहाँहरूले धेरै मन पराइदिनु भएको छ। म छोटो गाउन चाहन्छु। हाँस्ने खेल्ने मन छ अझै, केटाकेटी पनि छ अझै, लान्छौ र तिम्रो घर, लान्छौ र तिम्रो घर, पछि फेरि रहिहाल्छौ कि यति मलाई डर, लान्छौ र तिम्रो घर, पछि फेरि रहिहाल्छौ कि यति मलाई डर। हजुर, धन्यवाद है। हजुर, कसै घरमा लाने मान्छे नभेट्नु भयो कि यो गीतको वास्तविकता के हो? गीतको वास्तविकता अब होइन, म त्यस्तो चाहिँ होइन। जे होस् सबैको लागि, मेरो लागि होइन, सबैको लागि बनाएको गीत हो। हजुर, सबैको जीवनमा, विशेष गरी जेनजीहरूको जीवनमा चाहिँ यसले हो। हजुर हो, एकदमै मेल खान सक्छ। तर तपाईँ पनि अहिले जेनजी नै हुनुहुन्छ। र अर्को कुरा फेरि तपाईँलाई पनि घरमा लाने मान्छे अझै भेट्नु भएको छैन हामीले लाग्छ। हजुर, त्यो त एकदमै दाइ, त्यो भेटाएको छैन। तपाईँको जीवनसँग पनि यो गीतले मेल खान्छ कि के हो? खाँदैन दाइ, अझै खाँदैन। अब समय छ अझै धेरै, समय आउला होइन। हजुर, त्यो समय छिट्टै आओस्, हामी यो पर्खाइमा छौँ। हजुर दाइ, अत्यन्तै खुसी लाग्यो तपाईँसँग भेटेर। अनि कति छ अब नेपालमा बसाइ अथवा फेरि युके जाने हुने हो कि के छ? अब खै हेरौँ, अब केही वर्षपछि अब सोचौँला। अहिले चाहिँ सोचेको छैन। यस्तो छ नि, जस्तै केही कलाकारहरू बाहिर कलाकारिता भिजामा चाहिँ विदेश जानुहुन्छ होइन, युके अमेरिका लगायतका देशहरूमा गयो भने उतै हराएका ठुला ठुला नाम चलेका कलाकारहरू पनि उतै हराउने अथवा आफ्नो जुन करियर हो त्यसलाई नै बिर्सेर त्यतै पैसा कमाउनुतिर लागेका हामीले थुप्रै उदाहरणहरू देखेका छौँ। तर तपाईँ फेरि आफ्नो समयावधि नसकिँदै आउनुभयो। खै म चाहिँ मलाई पहिल्यैदेखि अब म त विदेशमा काम गर्न जान्न चाहिँ त्यो लागिरहेको थियो। इनकेस कलाकार भएको कारणले अब त्यही कलाकारिताको भिजामा जान पाइयो, त्यही नै ठुलो कुरा हो। र घुम्न पाइयो होइन। अब प्राय हाम्रो साथीहरू चाहिँ उतै हराउनुहुन्छ। तर मलाई चाहिँ मेरै देशको माया छ। म मेरै गाउँमा बस्न चाहन्छु, मेरै देशमा बस्न चाहन्छु, मेरै देशमै। अब दुःख सुख पैसा भन्ने कुरा त्यस्तै हो। आफू खुसी हुनुपर्छ, आफ्नो परिवार खुसी हुनुपर्छ, आफ्नो देश खुसी हुनुपर्छ, यति भन्छु अहिले। हजुर, तपाईँ एउटा रोल्पाको पनि ग्रामीण ठाउँ, दुर्गम ठाउँ, रोल्पाको बाहिरी गाममा जन्मिनु भयो। तपाईँको पृष्ठभूमि त्यहाँ हुने होइन? हो, एकदमै मेरो यता मेरो गुरु हुनुहुन्छ बागवीर सर। उहाँ चाहिँ साइनोले मेरो दाइ पर्नुहुन्छ र एउटा गार्जेनसिपको हिसाबले दाइ पर्नुहुन्छ। तर स्कुलको उहाँ जनता माविको प्र हुनुहुन्छ। त्यस कारणले मेरो गुरु सबै एकदमै मलाई चाहिँ यो अहिले जुन ठाउँमा छु म सरले गर्दाखेरि नै छु। त्यसकारण म सरलाई एकदमै सम्मान व्यक्त गर्न चाहन्छु। म जुन ठाउँमा पुगौँ होइन, जुन ठाउँमा पुगौँ, तर पनि मेरो लागि एउटा हुन्छ नि सच्चा गुरु, एउटा असल बाटो देखाउने हो, जसलाई पनि चाहिन्छ नि त। जसले एउटा असल गुरुको मार्ग निर्देशनहरू पालना गर्छ, त्यो नै पक्कै पनि राम्रो ठाउँमा पुग्छ जस्तो लाग्छ। त्यस कारणले चाहिँ म सरप्रति चाहिँ एकदमै आभारी छु।
म जहाँ पुगौँ जस्तो ठाउँमा जाऊँ तर मेरो लागि चाहिँ मेरो सर मेरो गुरु नै उहाँ नै हुनुहुन्छ। हजुर हजुर हामी आज कुराकानी गर्दाखेरि एउटा अत्यन्तै धेरै खुसी लागेको छ। हामी एउटा चेला जो ग्रामीण ठाउँबाट यो स्थानसम्म पुग्नका लागि अत्यन्तै गाह्रो थियो, त्यो ठाउँमा ताते गर्ने मान्छे अहिले नेपाल होइन, नेपालभन्दा बाहिर अन्तर्राष्ट्रिय लेभलमै आफ्नो छविलाई राम्रो बनाइराख्नुभएका अथवा एउटा पछिल्लो समय चर्चामा रहनुभएका गायिका रमिला बुढा भनेर तपाईँ सबैले चिन्नुहुन्छ र उहाँलाई गार्जियनसिप दिनुहुने हाम्रो गुरु पनि यही हुनुहुन्छ, मेरो पनि गुरु, उहाँको पनि गुरु। उहाँसँगै आज कुराकानी गर्न पाउँदा अत्यन्तै भाग्यमानी महसुस गरेको छु मैले, खुसी लागेको छ। अनि जस्तै तपाईँ मैले अगाडि जोडेँ ग्रामीण ठाउँमा जन्मेका तपाईँ, हामी यहाँबाट युके जाँदाखेरि अथवा बाहिर देशसम्म पनि गीत गाउन पुग्दाखेरि कस्तो अनुभूति भयो नि हजुरलाई? अब हामी त अब हाम्रो गाउँठाउँ सम्झ्यौँ भने त हामीलाई होइन अहिले पनि एकदमै नर्भस हुने अवस्था छ के। अब तर पनि अब म नजन्मिनु भन्दा पनि अगाडि धेरै वर्ष अगाडि हाम्रो एकदमै हामी दुर्गम ठाउँ गामबाट मेरो मामाहरू चाहिँ ब्रिटिस आर्मी भनौँ न लाउरे भएर जानुभएको कारणले नै अहिले युकेको मेरो बसाइ पनि एकदमै सहज भयो। मामाहरू अब एकदमै हामी दुर्गम ठाउँको अब त्यहाँदेखि अब कसरी पुग्नु भयो होला त्यो अवस्थामा भन्ने लाग्छ कि। तर अहिले चाहिँ अब धेरै कुराहरू एकदमै सहज भइसकेको छ, आफूले गर्न सक्यो भने। अब त्यो अवस्थामा चाहिँ उहाँहरू पुग्नु भएको थियो भने अहिलेको अवस्थामा चाहिँ यो गर्न सक्यो भने कुनै नौलो कुरा चाहिँ होइन। हजुर अहिले इच्छा भएपछि उपाय आउँछ, खाने मुखलाई जुङ्गाले कहिले पनि छेक्दैन भनेको यो एउटा उखान छ। हजुर एकदमै एकदमै। र एउटा मलाई लागेको एउटा हाम्रो गाउँठाउँ विशेष गरी खास गरी अहिले पनि महिलाहरूले चुलो चौको नै गर्नुपर्छ भन्ने छ कि गाउँघरमा होइन। तर तपाईँहरू एउटा त्यही पृष्ठभूमिबाट जन्मिएर त्यही ठाउँबाट अलिकति माथि उठेर अहिले अन्तर्राष्ट्रिय लेभलमा समेत गीत गाउँदै हिँड्नुहुन्छ। के छ अहिले, के लाग्छ तपाईँलाई यो गाउँमा हाम्रो ठाउँमा अझै पनि त्यो परिवेश छ, अझै त्यो महिलाले कमाउनुहुन्न, महिला हिँड्नुहुन्न अथवा महिलाले घरको मात्र काम गर्नुपर्छ भन्ने अहिलेको यो संस्कार पहिला सदियोदेखिका यो कुराहरू पनि छ? अब त्यो कुरामा चाहिँ म अलि नर्भस नै हुन्छु, किनभने मैले धेरै नै गरेको छु जस्तो लाग्छ र यो कुरामा अब उता सरसँग पनि धेरै जोडिन्छ। किनभने मेरो अब हामी स्कुलमा पढ्नको लागि अब 5 क्लाससम्म चाहिँ उतै पाङमाङमा पढ्यो के अरे, अनि 6 क्लासबाट ठुलो गाउँमा आउनुपर्ने। अनि कति धेरै पटक चाहिँ सरले होइन मेरो सबै कुरामा एजुकेसनमा धेरै सपोर्ट गर्नुभएको छ कि। कहिलेकाहीँ अब हामीसँग हुँदैन, त्यो फी तिर्न पैसा नै हुन्थेन नि त, अनि सरले राखिदिएर होइन। अनि त्यसपछि अब म गीत गाउने नाच्ने भएको कारणले अब प्राय कार्यक्रमहरूमा चाहिँ म सहभागी हुने। अनि त्यसरी नै मैले मेरो कपी कलमहरू चाहिँ किनेको यादहरू ताजा छ। र सरले चाहिँ विभिन्न परिवेशमा एकदमै एउटा के भन्छ अरे आफ्नो चेला मात्र नभएर एउटा पारिवारिक हिसाबले नै एकदमै धेरै सपोर्ट गर्नुभएको छ। अनि त्यस कारणले चाहिँ अब त्यो भित्रमै गएर कुरा गऱ्यो भने त धेरै गाह्रो हुन्छ, सर्टकटमा बुझौँ एकदमै गाह्रो थियो। र मसँगको मेरो बहिनीहरू चाहिँ अब बिहे गरेर गइसक्नु भएको छ। अब गाउँतिर गयो भने चाहिँ अब बहिनीहरूको त 2-3वटा छोराछोरी छ। म गाउँमा जाने बेला त ठुल मम्मी भन्छ, अनि कहिलेकाहीँ यस्तो नमजा पनि लाग्छ। अनि कहिलेकाहीँ चाहिँ अब ठिक छ, अब बहिनीहरूले जे गरे पनि अब मैले चाहिँ अब के गर्नुपर्छ, अब सबैले नै अब सबै नै एकै नाच्य हुनुपर्छ भन्ने छैन नि त। अब जति सकिन्छ आफ्नो तर्फबाट गर्ने हो। अब उहाँहरूको लागि अब उहाँहरूको त्यस्तै लेखेको थियो होला, भयो, मेरो यस्तै लेखेको थियो, अब यस्तै भयो भनौँ दाइ। हजुर एकदम। तपाईँको स्वास्थ्यमा पनि अलिकति खराबी छ भन्नुभएको छ, हामी तपाईँलाई धेरै बेर उभाउन पनि चाहन्नौँ। यद्यपि सक्नुहुन्छ भने एउटा गीत गाउनुहोस्, यद्यपि हुन्न भने त्यसलाई पनि हामी स्किप गर्छौँ। हुन्छ, म मेरो गीत गाउन चाहन्छु, प्रसाद खप्तरी मगर दाइ र मैले गाएको गीत।
भो मलाई फुर्काउन पर्दैन झटारोले जुन तारा झर्दैन झलमा ऐना छ ए नलगाउन जरा जोबन बैना छ ए नलगाउन जरा जोबन बैना छ। धन्यवाद है। हजुर तपाईँका गीतहरू म्याक्सिमम गीतहरू चाहिँ प्रेमिल छन् होइन? अब म चाहिँ गाउँ छोडेको 6 वर्ष भयो। अब काठमाडौँमा सेटल हुनको लागि एकदमै गाह्रो भयो अनि त्यस कारणले अब यही मेरो ठाउँको अझैसम्म मेरो ठाउँको लागि मैले केही पनि गर्न सकेको छैन। धेरै हाम्रो विशेष गरेर हाम्रो मगर कल्चरहरू एकदमै ताजै छन् गाउँमा होइन। अब चाहिँ केही गर्छु मेरो मौलिक भित्रको केही चिजहरू लिएर चाहिँ बाहिर आउनेछु। यो चाहिँ म अब काठमाडौँ सेटल हुनको लागि अब त्यहाँदेखि यहाँ आएर अब भिडियो गर्न पनि अवस्था नहुने, त्यस कारणले चाहिँ म यस्तैमा जोडिए भनौँ। अब चाहिँ के फरक आउँछ रमिला बुढा मगरबाट यहाँहरूले आश गर्नु होला। हजुर तपाईँले अगाडि पनि भन्नु भइहाल्यो मेरो बहिनीहरूको पनि 2-3वटा बच्चा भइसकेको छ, गाउँ जानेहरूले मलाई ठुली आमा भन्नुहुन्छ भन्नुभएको छ। अनि दर्शकहरूले भनिराख्नु भएको छ कि रमिलाको विवाह कहिले हुन्छ? अब रमिलाको विवाह त अब अहिलेको अवस्थामा महिलाहरूले बिहे गर्नुपर्छ भन्ने छैन। म चाहिँ त्यसरी गइरहेको छु, त्यस कारणले अब थाहा छैन। अब बिहेको कुरा त धेरै नै पर छ मेरो लागि चाहिँ। आश गरौँ भर चाहिँ नपरौँ, मङ्सिर पनि आउँदैछ हैन? हजुर आश गरौँ भर चाहिँ नपर्नु होला मेरो भन्न चाहन्छु। हजुर धेरै धेरै धन्यवाद छ तपाईँलाई। निकै अस्वस्थताका कारण पनि हुँदै पनि हामीलाई समय व्यवस्थापन गर्नुभएको छ। म तपाईँलाई गार्जियनसिप दिनुहुने गुरुसँग पनि थोरै कुराकानी गर्नेछु। हुन्छ धन्यवाद। गुरु यहाँलाई स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ नि? हजुर हजुर आराम। हजुर कुनै बेला तपाईँले शिक्षण गरिराख्नु भएको विद्यार्थी कुनै बेला तपाईँले यो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर होइन कुनै बेला उहाँलाई गार्जियनसिप दिइराख्नु भएको र अहिलेसम्म पनि गार्जियनसिप दिइराख्नु भएको एकजना तपाईँको विद्यार्थी अहिले यो स्थानमा हुँदाखेरि तपाईँलाई निश्चय पनि खुसी लागिरहेको छ। अनि खास गरी म तपाईँप्रति उच्च सम्मान पनि व्यक्त गर्न चाहन्छु। र कस्तो अनुभूति भइरहेछ आफूले गार्जियनसिप दिएको आफ्नो विद्यार्थी अथवा आफ्नो चेलाहरू यो स्थानमा जाने मलाई कस्तो लाग्ने रहेछ? सर्वप्रथम त आज यहाँले जुन खालको यो कार्यक्रमको जुन अवसर जुटाउनु भयो तिलकजीलाई तपाईँलाई धेरै धेरै धन्यवाद। रोल्पा जिल्ला सुनसरी गाउँपालिका वडा नम्बर 3 यो बाहिरी गाउँ पाङबाङमा एउटा रिमोट गाउँमा जन्मिएर होइन एउटा यो लोकडोहोरी गायन क्षेत्रमा हाम्रो समाजबाट माथि उठेर एउटा राष्ट्रिय एउटा अन्तर्राष्ट्रिय एउटा आफ्नो पहिचान चाहिँ कायम गर्न सफल भएकोमा रमिला बहिनी हाम्रो जुन रोल्पाली जुन चेली छ गाउँको जुन चेली त्यसरी त्यहाँसम्म पुग्दाखेरि हामी आफन्तजन स्वदेश र विदेशमा रहेका सबै हाम्रा शुभचिन्तक जो साथीहरू छन् हामी अत्यन्तै खुसी छौँ। र हाम्रो चेलीले जसरी हाम्रो गाउँ ठाउँको होइन को पहिचान चाहिँ जो अस्तित्व जो जोगाउन प्रचार प्रसार गर्न जुन सफल हुनुभएको छ स्वभावैले उहाँको प्रगति नै हाम्रो प्रगति जस्तो लाग्छ। हामी अत्यन्तै हर्षित छौँ, खुसी छौँ। आगामी दिनमा थप प्रगति हुँदै जाओस्, उहाँको सफलता नै हाम्रो सफलता हो जस्तो लाग्छ। हजुर तर पनि हाम्रो जस्तो ग्रामीण ठाउँबाट अलिकति एक स्टेप माथि उठेर यो स्थानमा आउँदाखेरि अथवा आफ्नै स्टुडेन्टहरू भोलि यो एउटा सार्वजनिक क्षेत्रमै होइन अब सार्वजनिक रूपमै यसै गरी प्लेटफर्महरू पाउँदाखेरि अथवा विदेशैसम्म पनि आफ्नो प्रतिभाले देखाउँदाखेरि के लाग्छ? आफूले त खुसी लाग्छ होला सर? त्यो स्वभावैले खुसी लाग्छ। अब हामीले सानैदेखि होइन हामी जुन गुरु चेलाको जुन सम्बन्ध छ र हामीले गाइडिङ गर्ने हो होइन समसामयिक कुरामा विभिन्न कलाकारी क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्नको निम्ति हामीले जुन खालको गाइड गर्छौँ दिशानिर्देश गर्छौँ। अब हामी सबैलाई नै समान ढङ्गले सबै विद्यार्थी आफ्ना चेलाहरूलाई शिष्यहरूलाई हामी त्यो खालको भविष्य निर्माणको लागि र क्षमता विकास गर्नको लागि हामीले गाइड गर्छौँ, निर्देशन गर्छौँ।
तर अब जसले हाम्रो महत्त्वपूर्ण भनाइलाई आत्मसात गर्छन् र निरन्तर लागिरहन्छन् र आफ्नो निश्चित गन्तव्यमा नपुगी हुँदैन भन्ने ढङ्गले जुन निरन्तर लाग्छ तिनै नै सफल हुने हो। संसारमा हामीले देखेको कुरा खास के हो भने चाहे त्यो अपाङ्ग होस् चाहे त्यो सपाङ्ग होस्, जसले आफूसँग भएका सीमित स्रोत साधनको परिचालन गरेर समयको जसले म्यानेजमेन्ट गर्छ त्यही मान्छे नै अगाडि बढ्छ। त्यो मध्येको हाम्रो विद्यार्थीहरू मध्येमा त्यो खालको उदाहरणीय हाम्रो रमिला चेली चाहिँ हुन्। हजुर, उहाँको कस्तो थियो सानोमा स्वभाव? स्वभाव कस्तो थियो भने अब मिलनसार र परिश्रम गर्ने, नजानेको विषयमा चाहिँ सोधपुछ गर्ने र उनले गरेका क्रियाकलापमा हामीले चाहिँ करेक्सन गर्ने हैन, त्यो चाहिँ गरिरहेको थियौँ। र उनले पनि आफ्नो जुन गल्ती चाहिँ महसुस गर्ने र निरन्तर प्रगति गरिरहने, जस्तै आफ्ना विभिन्न अतिरिक्त क्रियाकलापहरूमा अगाडि सर्ने, लेडिज भए पनि अरू लेडिजहरू भन्दा पनि रमिला बहिनी चाहिँ अलिकति अगाडि बढ्न खोज्ने, मेहनत गर्ने, चासो गर्ने, उत्सुकता हुने, निरन्तर लागिरहने र हरेक हाम्रा शुक्रबारे जुन अतिरिक्त क्रियाकलाप थियो त्यो ती क्रियाकलापहरूमा सबैभन्दा फ्रन्ट लाइनमा चाहिँ उभिने यस्तो खालको मिलनसार स्वभाव चाहिँ थियो। हजुर, अत्यन्तै खुसी लाग्यो तपाईँले गार्जेनसिप दिनुभएका तपाईँको चेला र तपाईँ दुवैजनाले एउटै फ्रेममा राख्न पाएका छौँ आज। र अन्त्यमा तपाईँको थुप्रै चेलाहरूले पनि यो भिडियो हेरिराख्नु भएको छ, के भन्नुहुन्छ अन्त्यमा? अन्त्यमा रमिला चेली जस्तै सबै हाम्रा विद्यार्थी भाइ बहिनीहरूले रमिलाबाट केही सिक्नुपर्ने कुराहरू सिक्ने र यही ढङ्गले आफ्नो कला क्षेत्रमा विभिन्न जुन कलामा हुनुपर्ने जुन सिप छ रमिलाबाट सिक्नुपर्छ, मोटिभेट हुनुपर्छ र प्रगति ढिलो चाँडो सबैको हुन्छ। सबै निरन्तर लाग्नुस् भन्न चाहन्छु। र रमिला बहिनीको जुन खालको अहिले जुन लान्छौ र तिम्रो घर भन्ने जुन छ नि, त्यो बोलको जुन गीत छ, त्यो गीतले राष्ट्रिय रूपमा अन्तर्राष्ट्रिय रूपमा जुन खालको चर्चा पाएको छ र चर्चा गराउनको निम्ति तमाम स्वदेश तथा विदेशमा रहनुहुने हाम्रा सम्पूर्ण आदरणीय दर्शक श्रोताहरूले को माया नै यहाँको चाहिँ सफलता हो। यदि यहाँहरूले माया गर्नु नभएको भए हाम्रो बहिनीको रमिला बुढाको यसरी चाहिँ प्रगति हुने थिएन हैन। यसरी यहाँहरूको सहयोग, समर्थन, मायाले गर्दा नै रमिला बहिनीको निरन्तर प्रगति हुनेछ र थप उत्तरोत्तर प्रगतिको कामना गर्दछु। यसका निम्ति यहाँहरूले आफ्नो क्षेत्र ठाउँबाट सहयोग गरिदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। हजुर, रमिला बुढा मगर पछिल्लो समय विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ। खास गरी अहिले उहाँ रोल्पाको सुनसरी गाउँपालिका 3 बाहिरी गाउँमै रहेको आफ्नै गाउँमा रहेको एउटा क्लब छ, गाउँ परिवर्तन युवा क्लब, नाम पनि गाउँ परिवर्तन युवा क्लब भनेर राख्नु भएको छ र त्यो गाउँलाई परिवर्तन गर्नको लागि उहाँहरूको भूमिका अहम हुनेछ यो कामना पनि म गरेँ, जसको अध्यक्ष उहाँ हुनुहुन्छ र उहाँको क्लबका कार्यक्रमहरू पनि छ। सोही कारणले गर्दा पनि उहाँको युके बसाइहरू छोट्याएर आउनु भएको छ। म दुवैजनाले आज यो व्यस्त समयको बावजुद हामीलाई समय व्यवस्थापन गरिदिनु भयो, अत्यन्तै धेरै आभारी छौँ र आभार व्यक्त गर्छौँ। हस्, बिदा हुन्छौँ, नमस्कार। ल हस्, त्यसले धन्यवाद।